हाम्रो त हजुरले डायट प्लान हेर्नुभयो भने त्यो मान्छेलाई डायबिटिज होस् नहोस् होइन, जे भयो भने एक छाक चाहिँ हामीले चिनो, फापर, कोदो हालेकै हुन्छौँ के। ताकि एक त हाम्रो टार्गेट भनेको अब भात छँदैछ, हाम्रो क्यालोरी पाइन्छ होइन, तर उहाँको कहिलेकाहीँ चाहिँ आजकल के भएको छ भन्दाखेरि मलाई केही समस्या छैन तर मैले खाएको मिलेको छ कि छैन। त्यस्तो मान्छेहरूलाई पनि हामीले चाहिँ चिनो कागुनो स्वाद मन परेन भन्ने हुनुहुन्छ होइन धेरैजना, किन भन्दाखेरि भात खाइरहेको बानी स्वाद ट्रान्जिसनमा चाहिँ प्रब्लम छ। तर एकचोटि खान थालेपछि चाहिँ त्यो इन्क्लुजन गर्न चाहिँ हामीलाई समस्या भएको छैन। जस्तै अब एउटा रैथानेको हाम्रो यो खानपिनहरू भयो होइन, अब जस्तै नेटल हाम्रो सिस्नुको पाउडर पाउँछ नि, त्यो चाहिँ खासमा एकदम इम्पोर्टेन्ट भनेको अब जो बच्चा पाउनुभएको आमाहरू हुनुहुन्छ उहाँको त्यो दुध प्रडक्सनलाई सिस्नुको पाउडर एकदमै राम्रो हुन्छ क्या। सो यस्तो यस्तो कुरा हालिन्छ, तर अब अफकोर्स कहाँबाट आइरहेछ यो कहाँको खाना हो धेरैजनालाई थाहा हुँदैन होइन। यही कुरा चाहिँ हाम्रो स्वस्थ खानपानका लागि यी कुराहरू चाहिन्छन् है। मकै पनि खानुपर्छ, गहुँ पनि खानुपर्छ, कोदो पनि खानुपर्छ, फापर पनि खानुपर्छ, चिनो कागुनो सिस्नो साग सबै कुरा खानुपर्छ, सिमी खानुपर्छ, भटमास खानुपर्छ, जे खानुपर्छ भनेर तपाईँहरू भन्नुहुन्छ। यो कुरो चाहिँ फलाउनुपर्छ भनेर त्यो भनेको चाहिँ पाउनु भएको छ कि छैन तपाईँले? कतिजना जस्तै कि ग्रामीण क्षेत्रबाट काठमाडौँ सिफ्ट हुनुभएको मानिसहरूमा चाहिँ पहिला पनि फार्मिङ गरिराख्नु भएको, अनि यो गर्नुभन्दा जस्तै हजुरको पार्सले भनेर चाहिँ महिलाहरूको लागि धनियाँको पत्ता जस्तै हुन्छ होइन, त्यो चाहिँ एकदमै राम्रो हुन्छ। त्यस्तो केसमा चाहिँ म त फापर फलाउँछु यो गर्छु भन्ने त 100 जनामा 1 जना चाहिँ हुनुहुन्छ होइन, तर अब धेरैजनाको भनेको कहाँ फलाइराख्न साध्य हुन्छ भन्ने हो। तर धेरैजनाले चाहिँ सोर्सिङ खोज्नुहुन्छ क्या। हाम्रो क्लिनिकमा आउँदाखेरि पनि मैले राम्रो चिनो चाहिँ कहाँ पाउने त, किनभने मैले यहाँबाट किन्दा एकदमै ढुङ्गा पायो होइन। सो एकदमै राम्रो सोर्सिङ, जस्तै अब नेचुरलामा हामीलाई अब थाहा छ नि त यहाँ चिनो कागुनोहरू प्लस राम्रो क्वालिटी पैसा हाले हिसाबले क्वालिटी पायो भने मान्छेहरूले हाल्नु पनि हुन्छ क्या। सो त्यही भएर अहिलेको मान्छेलाई चाहिँ खानपिन यो खाऊ त्यो खाऊ भन्दा पनि हाम्रो सरले भने जस्तै सोर्सिङ एकदमै इम्पोर्टेन्ट भएको छ। हेल्दी हो त, विषादीविहीन हो त भनेर अवेरनेस चाहिँ छ। तर अब त्यही हिसाबले उब्जाउ भइदियो भने जतिजनाले खोज्नु भइरहेछ नि हेल्दी खाना, त्यो नेपालमै पुर्याउन सकिन्छ होइन, त्यसलाई चाहिँ अलिक प्रमोट गर्न पाए हुन्थ्यो भन्ने हो। बजारको खाँचो रहिन्छ भन्न खोज्या होइन त? एक्ज्याक्टली। किनकि तपाईँहरूकोमा त त्यस्ता मान्छेहरू आइरहनु भएको छ जसलाई तपाईँहरू रिकमेन्ड गर्नुहुन्छ, खानुस् भन्नुहुन्छ। बजारको त प्रचुर सम्भावना देखियो नि त। हजुर, बजारको भनेको लास्ट केस सिनारियो भनौँ। अब जस्तै सरले हुन त पत्रु खाना भन्नु भएन, तर सिम्पल एक्जाम्पल हाम्रो सहरमा ग्रामीण क्षेत्रमा खासमा यो बजारको खाना चाहिँदैन होइन। अब सरले भने जस्तै ट्रान्स फ्याट अफकोर्स यो लङ टर्ममा खाइराख्दा सानो टाइमदेखि खायो भने 24 वर्षमा कोलेस्ट्रोल नर्मल हो, खानपिनै त्यस्तो थियो। तर अब अप्सनै छैन, हामीसँग अप्सनै छैन। बाढी आएको ठाउँहरूमा जाँदाखेरि हामीले लग्ने के त लास्टमा त्यही चाउँछौँ हो, किन भन्दाखेरि भात दाल पकाउँदा उहाँहरूलाई पकाउने साधन पनि हुँदैन। त्यो केस वर्स्ट केस सिनारियोमा भने प्याकेटको खाना हो होइन, त्यो बेला ल अनहेल्दी खाना पनि केही खाना नपाउनु भन्दा त्यही खान उचित छ होइन, बाँच्नु त पर्यो होइन। तर हाम्रो नर्मल लाइफमा चाहिँ बजारीकरण गरेको जुन खानेकुराहरू छ तिनीहरूलाई 0 लेभलमा पुर्याउँदा पनि मजाले हेल्दी सन्तुष्ट सबै कुरा म्यानेज गर्न सकिन्छ।